अर्को खिचौँ कि अनि नमस्ते सम्पूर्णमा। आज चाहिँ हामी नमस्कार। आधुनिक घार नभनौँ, यो चाहिँ पारम्परिक खोपे घारबाट चाहिँ मौरी काट्न लागिरहेको छौँ। आज असारको 15 दही चिउरा खाएर चाहिँ हामी टन्न भएर फेरि म पनि खाने जमर्को गर्दैछु। ल हेर्नुहोस् म कति छ होला त अब हेरौँ है त। यहाँ हामी चाहिँ नयाँ युट्युबे हौँ। यसो बोल्न अलिक जानिएको छैन, सिक्ला यो। तपाईँहरूलाई जेस बोल्न नजाने मौरीको मह चाहिँ हेर्न पाउनुहुन्छ। दामी छ केरा। मौरी चाहिँ यसरी बस्दो रहेछ है। मौरी त बस्दो रहेछ, तर उहाँ तल सबै मरेछ नि। के पस्यो उता, के पसेछ नि त किरा, त्यसले खान्छ है क्या। झुम्रो पनि छोडिदियो। त्यसलाई चाहिँ मारिदिनु पर्थ्यो। के हो यो? किरा लागेर लाग्नु रे। किराको खोस्टा गरेर किरा हो त, सफा नगरेर। अहिले बढाइदिनु त्यसलाई मौरी नलागिकन। छोरा चाखा छ है। अर्को जतिको लामो रहन्छ। ए आथा खाला है। खायो 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 चिलो। मलाई दिइहाल्नुपर्छ त्यहाँ पनि। मच्छी लाउनु खोजेको मैले, म लगाइदिइहाल्छु सुनिँदैन। बेइमान छन् कि क्या। भयो होला है, अब अफ गरिदिउँ।